हामीले हाम्रो मुख्य माग बिर्सेका छैनौं। त्यो हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। कतिलाई चाहिँ यो सिस्टमबारे चाहिँ के चाहिँ डाउट थियो भन्दाखेरि यो सिस्टमबाट बनेको चाहिँ प्रधानमन्त्री चाहिँ अटोक्रेटिक हुने हो कि त निरङ्कुश हुने हो कि त भनेर डाउट थियो। त्यसलाई हामीले नजरअन्दाज गर्न मिलेन। त्यसको लागि हामी यत्रो टाइमदेखि रिसर्चमा यो बाहेक अरू धेरै कुरामा रिसर्च र भन्न धेरैलाई चाहिँ हामी साथ जोड्ने चाहिँ प्रयासमा निरन्तर लागिरहेको थियौं। यो प्रणालीबाट आएको प्रधानमन्त्रीलाई चाहिँ निरङ्कुश हुन नदिनको लागि हामीले थुप्रै देशका सिस्टमहरू हेर्यौं। कुन सिस्टममा चाहिँ उनीहरू चलिरहनु भएको छ भनेर हेर्यौं। त्यो सबै हेरेर सबैको आकलन गरेपछि चाहिँ वी हैव फाइनली कम टु अ कन्क्लुजन। हामी बल्ल निष्कर्षमा आयौं र एउटा हामीले सिस्टम बनाएको छौं जुनमा चाहिँ पावर ब्यालेन्स हुन्छ, जुनमा चाहिँ प्रधानमन्त्रीसँग यस्तो निरङ्कुश हुने चाहिँ सम्भावना नै हुँदैन। यो बारे हामी छिट्टै एउटा भिडियो बनाएर यो सिस्टमलाई बुझाउने छौं, सार्वजनिक गर्ने छौं। त्यो भन्दा पहिला हामी अर्को के पनि गरिरहेको छौं भन्दा हामी कमजोर छैनौं। हामीसँग धेरै मान्छे जोडिनु भएको छ र छिटै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन चाहिँ गर्नेवाला छौं। यो चाहिँ शान्तिपूर्ण हुनेवाला छ। धेरै मान्छेले हाम्रो साथ दिनु हुनेवाला छ। एकदम शान्तिपूर्ण, धेरै जनाले चाहिँ साथ दिनु हुनेवाला छ। यो स्ट्रगल, हाम्रो यो संघर्ष चाहिँ रोकिएको छैन, पिटिक्कै रोकिएको छैन। मुख्य कुरा हामी गरेरै छोड्छौं। त्यसको लागि चाहिँ हामी सबैजनालाई चाहिँ जुन बेला हाम्रो शक्ति प्रदर्शन हुन्छ त्यो एउटा मोर्चा होला, एउटा मार्च होला, सबैजना आइदिनु होला। देश बनाउने यो अवसर चाहिँ आजसम्मै कहिले आएको थिएन। अहिले हामीसँग यो शक्ति छ, यो ठाउँ छ हामीलाई। त्यही भएर यसलाई चाहिँ हामी अब गुमाउनेवाला छैनौं। यो मेरो टिमको कुरा हो र म व्यक्तिगत रूपमा पनि आफ्नो ज्यानको कुनै परवाह नगरी मेरो जिन्दगीको सबभन्दा काम भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनु हो। त्यसमा म केहीको परवाह नगरी अघि बढी नै राख्छु। त्यो चाहिँ म तपाईहरुलाई प्रतिबद्धता जनाउन चाहन्छु। हामी